सो हे गाइज वेलकम बैक टू माई अनदर भिडियो। आजको बिहानीको सुरुवात हामीहरूले यो दराज पुगाएर गर्दैछौँ। यो दराज चाहिँ हाम्रो बर्दखोरिया गाउँपालिकादेखि बडैपुरसम्म जाँदैछ र हामी पनि जाँदैछौँ र देखाउनेछौँ तपाईँलाई हाम्रो आजको यात्रा। हामीहरू बौनियादेखि निस्किसकेका छौँ गाइस। अब हामी निमाबोजी पुग्दैछौँ एन्ड तपाईँ हेर्न सक्नुहुन्छ दराज लोड छ राम्ररी र हामीसँग हुनुहुन्छ हाम्रो छोडेलाल दाई। र अब अगाडि गएर हामी फिटिङ गरेर र बाटोमा के हामी देख्छौँ त्यो तपाईँलाई पनि देखाउनेछ। सो साथीहरू बाटोबाट ठाउँ ठाउँमा हामीले चेक गर्दै जान्छौँ रस्सी टुट्छ कि नै भनेर। यदि रस्सी एकचोटि चाहिँ रस्सी टुटेको थियो हाम्रो धेरै नोक्सान भएको थियो, बट योचोटि चाहिँ हामी त नोक्सान हेर्न दिँदैनौँ, बार बार चेक गरेर राख्छौँ। फाइनली हामी आफ्नो डेस्टिनेसनमा पुगिसकेका छौँ। हाम्रो एउटा ह्याप्पी कस्टमर यहाँ हुनुहुन्छ र अर्को अहिलेको नयाँ ह्याप्पी कस्टमर चाहिँ यहाँ हुनुहुन्छ। आउनुहोस्। हामी चाहिँ पुगिसकेका छौँ। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो आजको कस्टमर। यही घरमा सामान पुगाउने हामीले। चलो दाजु। सो हेलो साथीहरू, हामीले चाहिँ दराज फिट गरिसकेका छौँ। तपाईँ हेर्न सक्नुहुन्छ दामी दराज छ। यो ह्याप्पी दराज 6x6मा रहेको छ, मार्बल कलर। र उहाँ म्याडमले चाहिँ टिकटक हेरेर आउनु भएको अरे। हेलो। सो हे गाइज, हामीले चाहिँ दराज फिट गरिसकेका छौँ र अब हामी बडैपुरदेखि बौनिया फेरि रिटर्न जानेछौँ। तपाईँ हेर्न सक्नुहुन्छ हाम्रो दाई हिरो दाई हिँडेर आउँदै हुनुहुन्छ एन्ड हाम्रो अटो खाली भइसकेको छ। अब यहाँदेखि हामी बौनिया जानेछौँ।